ज्ञानेन्द्र शाहलाई पूर्व राजा भन्नुहुन्छ कि राजा मात्रै भन्नुहुन्छ? या राजा पूर्व हुँदैन, म यही त भन्छु। पूर्व एउटा कस्तो हुन्छ भने पूर्व हुनको लागि त्यो ठाउँमा अर्को मान्छे आएपछि त्यो पूर्व हुने हो। जस्तो पूर्व राष्ट्रपति, किनभने उहाँको टाइम सकेपछि अर्को राष्ट्रपति आयो हुनाले उहाँ पूर्व राष्ट्रपति भयो। त राजै हो हैन। जनताको चाहना अनुसार राजालाई निकालिएको पनि त होइन हैन। कुनै तपाईहरुले हामीभन्दा बेटर गर्नुहुन्छ भने हामीलाई त यो देश विकास भएको हेर्न चाहेको हो, जनता खुसी र सुखी भएको हेर्न चाहेको भनेर महाराजा सरकारले छोडेर गएको त हो। राजाले कुनै विध्वंस मचाएर हैन, कुनै ताण्डव नृत्य गरेर, कुनै किसिमको चाहिँ हानि नोक्सानी गरेर, नेतालाई गाली गरेर हैन, असभ्य शब्द बोलेर, किन सम्पूर्ण पावर उहाँको हातमा हुँदाहुँदै पनि उहाँले त्यस्तो के हरकत त गर्नु भएन। हजुर। त्यसो संसार कहिलेकाहीँ त मलाई लाग्छ हाम्रो राजा जस्तो शालीन, उहाँलाई त संसारको नोबेल पुरस्कार दिनुपर्ने मान्छे हो ज्ञानेन्द्र सरकार चाहिँ। तर अब राजनीति प्रतिशोध भनौँ अथवा उहाँहरूको आफ्नो दुनो सोझो गर्नलाई गाली गर्नुहुन्छ, यो भन्नुहुन्छ, त्यो भन्नुहुन्छ, अनि यसो सुन्छु के कस्तो किसिमको चाहिँ राजनीतिक अभ्यास हो यो? किन गाली? राजाले अहिलेसम्म कुनै पनि नेतालाई गाली गरेको छैन नि। कहिले पनि यो राजनीति कतातिर गइरहेछ। अब राजासँग के रिस हो? राजाले त ज्ञानेन्द्र सरकारले के गरेको जस्तो लाग्दैन मलाई।